ती अवसरवादी झोले झ्याम्टेहरूलाई तलाउन त ऋषि धमला निर्विकल्प हो। तपाईँ खुट्टा टेक्नुहोस्, काँध चढाउने जिम्मा हाम्रो। यो ग्यारेन्टी कसरी लिन्छौँ हामी? 21 घन्टामा सरकार परिवर्तन गरेको होइन जेनजीले। हरेक आधार र प्रमाण हुँदाखेरि तपाईँ अगाडि बढ्नु। एउटा वरिष्ठ पत्रकार पनि तपाईँ, पत्रकार साथीहरूले सहयोग गर्नुहुन्छ, कबाडी साथीहरूले सहयोग गर्नुहुन्छ, हामी जस्तो युवा विद्यार्थीले सहयोग गर्छौँ। र अर्को कुरा, 46 सालको आन्दोलनमा तपाईँ गिरफ्तार हुँदै गर्दा तपाईँसित गएका नेताहरू छन् नि, नेता बनाउँदाहरू, तिनीहरूले त ऋषिजीले बनाएको हो भनेर त बाहिर भन्न सकेका छैनन् नि। तर भित्री यथार्थ त ऋषिजीले तिनीहरूलाई आज नेता बनाएर आज चाहिँ संसद भवन गएका थिए नि। यी मान्छेहरूलाई चाहिँ छानबिनको दायरामा ल्याउनुहोस्। आज गुन्डु बसेर भुक्नेहरूलाई छानबिनको दायरामा ल्याउनुहोस्। ऋषि धमला जतिको मान्छे हामीले राष्ट्रिय राजनीतिमा ल्याउँदाखेरि जनताले मूल्याङ्कन गर्नुपर्छ। ऋषि धमला त एउटा नाम होइन नि त, ब्रान्ड हो। 46 सालदेखि आज हामी जस्तो असली जेनजीलाई बोकेर आज यहाँसम्म ल्याउनु भनेको नट जोक। कुनै माइकलालले गर्न सक्दैन यो कुरा। हामी दम्ब साथ भन्छौँ। तपाईँ रौतहट क्षेत्र नम्बर 4 या त रौतहटको कुनै क्षेत्रबाट लड्नुहुन्छ भने हामी गोली खानुपर्छ भने गोली खान तपाईँको जिल्लामा पनि आउँछु फेरि तपाईँलाई पनि। हाम्रो जिल्लामा त तपाईँ आउने नै होइन नि। हाम्रो जिल्लामा त हामीले लिएर जाने हो ऋषि धमला। हामी स्वागत गर्छौँ सुनकोसीको गेटबाट ऋषि धमला। अघिबाट ऋषि दाई जनता तिम्रो साथमा छन् भन्ने सेन्स हामी दिन्छौँ नि त। यो मानेमा त ओखलढुङ्गा जाने चिन्ता तपाईँ नगर्नु न। ओखलढुङ्गा जाने जिम्मा मेरो हुन्छ। साथमा ओखलढुङ्गे सबै जनताहरूले ऋषि दा या भन्ने छन्। आज गएका पुलिस चोर यी सबै छन् नि, केही पनि होइनन्। आज हामीसँग 5000 भन्दा माथि युवा सर्कल छ, अझै जोडिने क्रम छ। हाम्रो विचार सुनेरै ऋषि धमला ओहो ओखलढुङ्गामा आउँछ रे। सिद्धचरण श्रेष्ठले चिनाएको ओखलढुङ्गा, पाण्डव सुनवारले चिनाएको ओखलढुङ्गा, मेरो आदरणीय दाइ बालकुमार श्रेष्ठ लोकदोरी मार्फत चिनाएको ओखलढुङ्गा। सानै अर्को छ ऋषि धमला जाँदा त्यहाँको पत्रकार साथीहरू खुसी हुनुहुन्छ, त्यहाँको किसान साथीहरू खुसी हुनुहुन्छ, त्यहाँको श्रमजीवी जनता खुसी हुनुहुन्छ, युवा विद्यार्थी सरकारी जागिरहरू सबै खुसी हुनुहुन्छ। यसको नेतृत्व त जेनजीले गर्छ। भनौँ म तपाईँले कहिले ओखलढुङ्गा लगौँ? अब म छिट्टै तपाईँको जिल्ला आउँछु। तपाईँको जिल्ला